गुड मर्निङ सबैजनालाई। आज चाहिँ म काममा जाँदैछु है। अनि त्यस टक्का लाएर एकदमै मौसम चाहिँ दामी भइरहेछ, खुल्ला है। हेर्नुहोस् मौसम कस्तो दामी छ होइन आज। तर फेरि काममा त जानै पर्यो है। यो चाहिँ म काममा जाँदाखेरिको भ्यू हो है। मेरो घरदेखि यतापट्टि नजिकै छ। अनि ट्रेनको बाटो पनि यहाँ सरर साइकल पार्किङ गर्ने ठाउँहरू छ है। अनि त्यसपछि लाएर एकदमै जाडो भइरहेको छ कि। अनि तर पनि फेरि भ्लग बनाउन मन लाग्ने है। यो भ्लग बनाउनु भनेको नि अब कस्तो कि एक्लो फिल हुँदैन कि मोबाइल चलाउँदै हिँड्यो भने चाहिँ होइन, एकदमै रमाइलो हुन्छ। म चाहिँ एकदमै छिटो दुगुर्छु है गाइज त्यहाँ, किनकि छिटो दुगुरेन भने चाहिँ यहाँ ट्रेनको बाटोमा ट्रेन आउँछ। अनि ट्रेन आइसकेपछि फेरि म अड्किन पर्ने हुन्छ कि। ल हेर्नुहोस् गाइज ट्रेन आएको छैन, त्यो भएर चाहिँ म छिटो दुगुरेँ है। ल हेर्नुहोस् यता ट्रेन वेटिङ गर्ने, यो ट्रेनको बाटो हो सर्लक्का। हेर्नु जापानको ट्रेनको बाटो है यो चाहिँ। अब म पनि ट्रेन चढ्नु पर्ने हुन्छ। अनि हजुरहरूलाई फेरि भिडियोमा देखाउँदैछु है जापानको ट्रेन चढ्ने ठाउँ कस्तो हुन्छ भनेर। जाडो कति जाडो हुने भगवान्, यो जाडोमा त बिहानभरि सुत्न पाउनु जस्तो आनन्द त केही हुँदैन कि है। आनन्द आउँछ होइन। ओके अब यहाँबाट भित्र छिर्नुपर्छ है गाइज। एकछिन वेट गर्नु होला, म यहाँ कार्ड निकाल्नु पर्ने हुन्छ। अब मेरो भ्लग पनि सुरु भयो, म भित्र पसेँ है। त्यस्तै खासै राम्रो त आएन होला भ्लगमा, तैपनि देखाउँदैछु है हजुरहरूलाई। म चढ्ने ट्रेन आयो है गाइज, हेर्नुहोस् म चढ्ने ट्रेन आयो है त।